कैलालीमा घट्यो अत्यन्तै दुःखद घटना। सेनाको अभ्यासका क्रममा ग्रेनेड विस्फोट हुँदा एक सैनिकको मृत्यु। उनको हत्केला नै उडेको थियो। गम्भीर घाइते अर्का एक सैनिकलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो। दक्षिण कैलालीमा नेपाली सेनाको तालिम भइरहेका बेला अभ्यासका क्रममा ग्रेनेड विस्फोट हुँदा एक सैनिकको मृत्यु भएको छ भने अर्का एकजना सैनिक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी योगेन्द्र तिमिल सिन्हाका अनुसार लोमकी चुहा नगरपालिका 3 स्थित नेपाली सेनाको सुदूरपश्चिम प्रितोना तालिम शिक्षालय गोरङ्गे ब्यारेकमा आज बिहानै अभ्यासका क्रममा ग्रेनेड विस्फोट भएको हो। विस्फोटमा गम्भीर घाइते भएका हुद्दा हिमाल विक्रम विष्टको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको दाहिने हातको हत्केला उड्नुका साथै शरीरका विभिन्न भागमा छर्रा लागेर गम्भीर घाइते भएका थिए। घटनामा सहसेनानी हिमराज जोशी पनि घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा छर्रा लागेको छ। प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ। उनको अवस्था खतरामुक्त रहेको पनि बताइएको छ। दुवै घाइतेलाई बिहान करिब 10:30 बजे लम्की स्थित लाल रत्न अस्पतालमा पुर्याइएको थियो। उपचारकै क्रममा मध्याह करिब 12 बजे विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे नेपाली सेनाले बिहान 9:45 बजे इलाका प्रहरी कार्यालय चिसापानीलाई जानकारी गराएको थियो। ग्रेनेड विस्फोट हुनुको कारणबारे नेपाली सेना र प्रहरीले थप अनुसन्धान गरिरहेका छन्। प्रहरीका अनुसार घटनाबारे नेपाली सेनाले बिहानै इलाका प्रहरी कार्यालय चिसापानीलाई जानकारी गराएको थियो। ग्रेनेड किन र कसरी विस्फोट भयो भन्ने विषयमा नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा थप अनुसन्धान गरिरहेका छन्।